नमस्ते। आज चाहिँ मैले मेरो इन्गेजमेन्ट प्लस बिहेको भिडियोहरू माइत र घरको एकै ठाउँमा समेटेर बनाइरहेकी छु, किनभने मसँग धेरै भिडियो र फोटोहरू थिएन। त्यसैले जति छ मैले त्यसैमा बनाएँ। त्यसपछि आउँछ मेरो सासू मम्मीले जन्ती र छोरालाई बुहारी लिन पठाउनु भएको भिडियो फोटो। जन्तीहरू चाहिँ आइसक्नु भएको थियो, तर म चाहिँ मेकअप गरेर सकेकै थिएन क्या। अनि त्यसपछि म त अनि पार्लरको दिदीलाई हतार दिदी छिटो छिटो भनेर छिटो मेकअप गरेर अनि त्यसपछि भाउजू र म स्पिडमा अटोमा चढेर आएँ। अनि त्यसपछि अनि बुढालाई भने एकछिन रोक्नु ल गाइहालेँ भने। अनि त्यसपछि उहाँहरू चाहिँ रोकेर बस्नु भइरहेछ क्या। अनि लास्टमा त लगनै छुट्यो, फर्स्ट लगन छुट्यो, अनि सेकेन्ड लगनमा चाहिँ अनि छिटो अनि अन भयो। अनि त्यसपछि म पनि रेडी भएर बसेँ। अनि त्यसपछि हाम्रो बिहा सुरु। बिहाको टाइममा चाहिँ ठ्याक्कै तालिम सकेर आउनुभएको थियो कि बुढा चाहिँ। अनि त्यही भएर एकदम तुप्लाएर अनि कालो हुनुभएको थियो। प्लस अनि मेकअपहरू केही थिएन बुढाको चाहिँ। अनि मेरो त पार्लरमा गरेको मेकअप, अनि मेरो चाहिँ फेरि कस्तो क्यामेरामा त कस्तो सेतो देखिने रहेछ क्या। अनि अहिले हेर्दा कस्तो सेतो निस्केको क्या। अनि मम्मीले नि कस्तो अर्कै देखेको भनेर भन्नुभएको थियो क्या। अनि त्यतिखेर मम्मीले नि नचिन्नु भएको क्या। मम्मी पार्लर गएर अनि मम्मीको अगाडि जाँदाखेरि त मेरो नानी खै म अगाडि बसिरहेको थिएँ। अनि सबजनाको अगाडि मेरो नानी खै रे क्या। अनि मम्मी त मेरो चाहिँ भिडियो भन्दा पनि अनि यस्तै फोटोहरू चाहिँ एकदम धेरै छ क्या। अनि खै भिडियो कसैले पनि नबनाइदिनु भएको। प्लस अनि त्यतिखेर खासै यो युट्युबहरू भन्ने पनि थिएन क्या। अनि क्यामेराम्यानले पनि नखिचिदिनु भएको क्या। हाम्रो त भिडियोहरू नबनाइदिनु भएको। अनि त्यसपछि नर्मल फोटो अनि त्यही पनि मैले कहाँबाट कलेक्ट गरेर यतिको चाहिँ बनाएको अहिले। नै त मसँग भिडियो त मेरो 2-3वटा भन्दै छैन क्या।
छोडी जाँदा मन मेरो रुन्न आशीर्वाद माया चञ्चले लाज लागे मुसा
सक्यो बाजा अब छिटो यसरी रमाइलो गरी सम्पन्न भएको थियो मेरो बिहे चाहिँ। बाई बाई।